क्लासमा भाइ बहिनीहरूले सोध्नुहुन्छ, सर म सुतेर पढ्छु, सर म उठेर पढ्छु, सर म बसेर पढ्छु, कुन चाहिँ तरिका बेस्ट हो त? बेस्ट तरिका भनेको तपाईँले आफूले जुन एप्लिकेबल हुन्छ, जुन तरिकाले दिमागमा छिर्छ त्यही बेस्ट हो। तर यसो हेर्दाखेरि तपाईँ बसेर पढिराख्नु भएको छ, त्यसमा पनि धेरै कुराहरू, जस्तो सुतेर पढ्नु भयो भने अलिकति तपाईँको प्यासिभ हुनसक्छ है त। लर्निङ सुतिराख्नु भएको छ, जस्ट त्यहाँ भएको लाइन पढिराख्नु भएको छ, जस्तो एउटा रिडिङ हो, तपाईँले न्युज पेपर रिड गरे जस्तै हो। तपाईँले एक्टिभली त्यसलाई ग्राब नगरिरहेको अवस्था हुनसक्छ। ओके, डोर्मेन्ट स्टेटमा रहनसक्छ तपाईँको नलेज पनि। त्यस्तै बसेर पढिराख्नु भएको छ, त्यहाँ अब पोस्चर मिलाउनु भएको छ राम्रोसँग भने चाहिँ तपाईँको त्यो सबै न्युरल नेटवर्कहरू राम्रो हुन्छ। त्यसले गर्दाखेरि तपाईँको दिमागले चाहिँ अलिक बढी क्याची हुन्छ। जस्तो अब हिँड्दै पढ्नु भएको छ भने पनि त्यसमा पनि केही खराबी छैन, हिँड्दै पनि पढ्न मिल्छ। झन् हिँड्दै पढ्दाखेरि तपाईँको चाहिँ अब हिँड्दै मतलब हिँडाइ गर्ने कुरो नि भएन फेरि होइन, त्यो हिँडाइमा मात्रै ध्यान होला। तर तपाईँ हिँडाइ चाहिँ सटल तरिकाले बिस्तारै हिँड्दै गर्नुभएको छ र फोकस चाहिँ पढाइमा छ भने यसरी बिस्तारै वक गर्दै रुममा एउटाबाट अर्को टुप्पामा हिँड्दै तपाईँले चाहिँ आफ्नो पढाइ गर्न सक्नुहुन्छ। हिँड्दाको फाइदा के छ त भन्दाखेरि तपाईँलाई ब्लड सर्कुलेसन हुन्छ। त्यो ब्लड सर्कुलेसन हुनु भनेको रिफ्रेसमेन्ट क्रिएट हुनु पनि हो। अब रिफ्रेस हुनु भनेको त राम्रो कुरा है, यसरी चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ। ओके, जस्ट एक्टिभ लर्निङ गराउनुपर्छ दिमागलाई। त्यो एक्टिभ लर्निङ चाहिँ तपाईँको कुन मेथडबाट हुन्छ त भन्ने कुरा तपाईँले चाहिँ त्यो चिजहरूमा, आफूले स्टडी गर्ने चिजहरूमा फोकस गराएर मात्रै हुन्छ। ओके, जस्ट त्यहाँ रिडिङ मारेर हुँदैन है त।